सबैलाई नमस्कार। हजुरहरूलाई मेरो भिडियोमा स्वागत गर्दछु। आज म प्रतिनिधि सभा निर्वाचनको रिजल्ट कसरी हेर्ने भन्ने कुरा देखाउन गइरहेको छु र ढिलो नगरी भिडियोतर्फ लागौँ है त। त्यसको लागि तपाईँ सुरुमा हाम्रो पात्रमा जानुहोस्। यदि एप डाउनलोड गर्नुभएको छैन भने एप डाउनलोड गर्नुहोला र यहाँ प्रतिनिधि सभा लेखेको छ यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँ तल जानुहोला। यहाँ तपाईँले अपडेटहरू देख्न सक्नुहुनेछ। भर्खरै 4 मिनेट अगाडि के भयो, 10 मिनेट अगाडि के भयो भनेर अपडेट देख्न सक्नुहुनेछ र तपाईँले यहाँ सबै दल, सबै जिल्ला, सबै प्रदेश, सक्रिय क्षेत्रमा क्लिक गरेर हेर्न सक्नुहुनेछ। जसरी यसरी नेपाली काङ्ग्रेस, अग्रता, विजय यसरी तपाईँको सबै पार्टीको यहाँ मतगणनाहरू हुनेछ र त्यस्तै गरेर तपाईँले सबै जिल्ला, प्रदेशहरू हेर्न सक्नुहुनेछ र तपाईँले केही चर्चित उम्मेदवारहरूको टपमै छ यहाँ क्लिक गरेर जस्तै बालेन्द्र शाहको कति मत आयो भनेर हेर्न सक्नुहुनेछ। सबै डिटेल्सहरू पनि हुनेछ यहाँ टोटल मतदाताहरू र अघिल्लो चुनावमा कति थियो अहिले कति छ भनेर। त्यस्तै तपाईँको उम्मेदवार प्रतिस्पर्धी उम्मेदवारहरू को छन् भनेर पनि हेर्न सक्नुहुनेछ। त्यस्तै तपाईँले यहाँ अरू चर्चित उम्मेदवारहरू पनि हेर्न सक्नुहुनेछ र तल गयो भने 165 सिट सङ्ख्यामा प्रत्यक्षमा चाहिँ कोले के गरे भनेर सबै चेक गर्न सक्नुहुनेछ। यसरी तपाईँले अहिलेको चुनावको रिजल्ट हेर्न सक्नुहुनेछ। आशा लाग्यो तपाईँले यो भिडियो हेरेर केही जानकारी पाउनुभयो होला। यदि तपाईँलाई यो भिडियो राम्रो लागेमा कृपया प्लिज लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई ताकि मलाई अरू भिडियो बनाउनलाई मोटिभेसन मिलोस्। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ।